भएको छ, फेरि दर्शकबिन लाठीचार्ज भएको छ। हेर्न सक्नुहुन्छ काठमाडौँ समुदाय जाग्नु पर्ने स्थिति आएको छ। हिलोमा फुल्ने कमलमा केशर खोज्ने व्यक्तिहरूले बैलगाडामा चढेर अमेरिका पुगेका र जय राष्ट्रवाद। साथीहरु अब धेरै कुरा बारम्बार गरिराख्नु भएको छ। फेरि पनि यतिखेर यो शान्तिवीर अशान्ति रूपमा अगाडि बढिसकेको छ। पानीको बोतलले बारम्बार डरलाग्दो अवस्था भएको छ। यहाँ एकाएक शान्तिपूर्ण आन्दोलन भइरहेको अवस्थामा यतिखेर नारायण चौरमा देखाइरहेका छौँ। अगाडि ल्याइसक्नु भएको छ र यो बुझिराख्नु भएको छ। मानिराख्नु भएको छैन। दर्शकले देख्न सक्नुहुन्छ यो अवस्थाले दौडेर अगाडि नारायण चौरमा देखाइरहेका छौँ। प्रहरीहरू आन्दोलनको सङ्ख्यामा हुन्छ। सम्मेलन देख्न खोजिराख्नु भएको छ। मानिराख्नु भएको छैन। दर्शकले देख्न सक्नुहुन्छ यो घेरा तोडेर अगाडि बढ्ने कोसिसमा हुन्छ। यतापट्टि प्रहरीहरू आन्दोलनको सङ्ख्यामा अगाडि देख्न सक्नुहुन्छ। यहाँ हम्सीको अवस्था आइसकेको छ। यतापट्टि प्रहरीले कोसिस गरिराख्नु भएको अगाडि सक्नुहुन्छ। यतापट्टि प्रहरीले देख्न सक्नुहुन्छ अगाडि सम्मेलन तोड्नको लागि कोसिस गरिराख्नु भएको छ। बढिसक्नु भएको छ। देख्न सक्नुहुन्छ कमल थापा अगाडि देख्न सक्नुहुन्छ। राप्रपा नेपालको अध्यक्ष पनि अगाडि बढ्न कोसिस गरिराख्नु भएको छ। देख्न सक्नुहुन्छ कस्तो अवस्था छ। भएको दृश्य तपाईँले पनि देख्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ अगाडि पनि तपाईँले देख्न सक्नुहुन्छ। अगाडि अध्यक्षलाई थापालाई ससारेको छ। लगिराख्नु भएको दृश्य तपाईँले ध्यानमा हालिसक्नु भएको छ। दर्शक हेर्न सक्नुहुन्छ। अगाडि बढ्न सक्छ, बालुवाटार छिर्न सक्छ भनेर हजारौँको सङ्ख्यामा प्रहरी नेपाल प्रहरीको सशस्त्र बलको घेरा रेडी अवस्थामा छ। जतिखेर पनि हुल अगाडि बढ्न सक्छ, बालुवाटार छिर्न सक्छ भनेर हजारौँको सङ्ख्यामा यतिखेर प्रहरी नेपाल प्रहरीको सशस्त्र प्रहरीको घेरा सिर्जना भएको छ। हामी प्रहरीको घेरा बाहिरबाट अगाडिबाट देखाइरहेका छौँ। देख्न सक्नुहुन्छ प्रहरीले बारम्बार उहाँलाई भएको छ माइकिङ गरेर पछाडि जानुहोला, शान्तिपूर्ण आन्दोलन गर्नुहोलाको घेरा बाहिरबाट नगर्नु होला भनेर देखाइरहेका छौँ। भएको छ भने उहाँ देख्न सक्नुहुन्छ। प्रहरीले बारम्बार उहाँलाई भएको छ माइकिङ गरेर पछाडि जानुहोला, शान्तिपूर्ण आन्दोलन गर्नुहोला, यहाँ हुलदङ्गा नगर्नुहोला भनेर आग्रह गरिराख्नु भएको छ भने उहाँहरू अगाडि बढ्ने कोसिस गरिराख्नु भएको